सबैजनालाई जय मसी। हामी यहाँ पहिलो कोरन्थी 9को 24 देखि 27सम्म हेर्छौँ भने यहाँ एउटा दौडको एक्जाम्पल दिएको छ। अनि यो चाहिँ हामीलाई के विषयमा भनेको छ भन्दा एउटा दौड्ने कुरा छ। दौडमा धेरैजना हुन्छ तर एकजनाले मात्रै इनाम पाउँछ। अनि दौडमा आत्मसंयमी हुनुपर्छ, होइन, आत्मसंयमी हुनुपर्छ अनि लक्ष्य राखेर दौडिनुपर्छ भन्ने कुराहरू छ। अनि यो चाहिँ कुन विषयमा भनिएको हो त भन्दा सेवाकाईको विषयमा, ख्रिस्टसँग जिउने विषयमा, विशेष चाहिँ सेवाकाईको विषयमा, होइन। हामीले चाहिँ सेवाकाई गर्दै गर्दा चाहिँ यहाँ भनेको छ स्वर्गीय इनामको लागि, होइन, स्वर्गीय इनामको चाहिँ लक्ष्य राखेर चाहिँ हामीले सेवाकाई गर्नुपर्छ भन्ने कुरा यहाँनिर बताइदिएको छ। अनि हामीले लक्ष्य पनि त्यही नै हुनुपर्छ। नत्र चाहिँ हावामुक्का हाने जस्तो भने चाहिँ कस्तो भने अहिले धेरैजना सेवकहरू हुनुहुन्छ, सेविकाहरू हुनुहुन्छ, के को लागि भन्दा तल पाइरहेछ त्यही भएर सेवकाई, होइन, सेवा सुविधा पाइराखेको छ त्यही भएर सेवक सेविका, होइन। अब बाहिरतिर घुम्न जान पाइरहेछ, खान पाइराखेको छ, अलिअलि पैसाहरू पनि आइराखेको छ, आफ्नो जिन्दगी गुजारा भइराखेको छ, या राम्रोसँगले इन्कम भएर चलिराखेको छ भनेर एउटा इन्कमको क्षेत्र। यो चाहिँ हावामुक्का हानेको, यो चाहिँ शरीरकै इनामसँग मात्रै हाम्रो सीमित भयो सेवाकाई। तर आत्मिक इनामलाई, होइन, आत्मिक इनामलाई चाहिँ लक्ष्य राखेर चाहिँ दौडिनु चाहिँ के हो, त्यो दौडिने चाहिँ यहाँ भनेछ थोरै मात्रै हुन्छ। अनि हामी चाहिँ त्यो थोरै भित्र पर्नुपर्छ। अनि त्यो दौडिनुको लागि चाहिँ हामी संसारको इनामलाई हेर्नु हुँदैन, संसारको कुराहरूलाई हेर्नु हुँदैन। भनेको चाहिँ संसारको कुराहरूलाई हेर्नु हुँदैन भने आफ्नो शरीरलाई चाहिँ हामीले बसमा राख्न सक्नुपर्छ, कठोरतामा सधाउन सक्नुपर्छ। संसारको कुराले नै, संसारकै इनाममा, संसारकै थोक वस्तुमा हामी सीमित रहनु हुँदैन, होइन। अनि संसारकै थोक वस्तुहरूले हामीलाई खिच्नु हुँदैन, त्यति भए मलाई पुग्छ भन्नेतिर हुनु हुँदैन। तर संसारको कुराहरू भन्दा पनि स्वर्गीय इनामलाई चाहिँ लक्ष्य राखेर चाहिँ हामी दौडिनुपर्छ। अनि यो चाहिँ ओरिजिनल लक्ष्य हो। बाइबलले भनेको लक्ष्य चाहिँ यो हो, होइन। हामी सेवाकाईको दौडमा चाहिँ स्वर्गीय इनामको चाहिँ लक्ष्य राखेर दौडिनुपर्छ। अनि त्यसको लागि चाहिँ हामीले हाम्रो शरीरलाई कठोरता साथ सधाउनु पर्ने हुन्छ, हाम्रो शरीरलाई चाहिँ बसमा राख्नुपर्ने पनि हुन्छ भनिकन यहाँ